एउटा सर्कल छ अरे x² + y² = a² भन्ने सर्कल छ अरे यसको चाहिँ हामीलाई एरिया निकाल्नु पर्यो। अब हामीलाई πr² त सर्कलको एरिया भन्ने थाहा छ, तर यसरी गर्न मिल्दैन। एक्जाममा 4 मार्कका सोध्छ क्वेसन, 4 मार्कका स्टेपमा आन्सर निकाल्न मिल्दैन हैन। अब हेर यो सर्कलको फिगर हो। अब यहाँसम्मको लेन्थ ए, यतातिर पनि लेन्थ ए, यो सेन्टर हो भने सर्कलको सेन्टर हो भने यता पनि ए यता पनि ए हैन, सर्कल जस्तो चाहिँ भएन। तर अब हो यो ए निक्ल्यो नि। अब हामीले हेर है के गरी एरिया निकाल्ने हो भन्दाखेरि यतिको एरिया निकालौँ अनि इन्टु 4 गरिदियो भने त आइगयो त एरिया हैन। हामीलाई चाहिएको एरिया इन्टु 4 गर्यो भने आइहाल्छ नि हैन। त्यही अब त्यसको लागि चाहिँ के गर्ने त, अब हामीले इन्टिग्रेसन गर्नु पर्यो। यहाँदेखि के y को इन्टिग्रेसन गर्नु पर्यो हैन। y भन्ने फङ्सन भनेको y को इन्टिग्रेसन गर्नु पर्यो। कहाँदेखि कहाँसम्म र भन्दाखेरि 0 देखि a सम्म। यहाँको कोअर्डिनेट त a हुन्छ नि त, 0 देखि a सम्म गर्नु पर्यो हैन। अब हामीले y भनेको के हो कसरी निकाल्ने भन्दाखेरि y = a² - x² √a² - x²। अब यहाँसम्म रिक्वायर एरिया भनेको यो त एउटाको आयो, इन्टु 4 पनि गर्नु पर्यो। 4 इन्टु 0 देखि a √a² - x² हो। यसमा हेर है अब हामीलाई एक्स लेट गरिदिने हो क्या। यो ट्रिगोनोमेट्रिक सब्स्टिट्युसन भनेर अगाडि पढ्नुपर्छ। अब 1 - sin² θ भनेको cos² θ के गर्दा कसै लेट गरिदिनु cos θ भनेर लेट गरिदिउँ। यहाँ dx हुन्छ है, मैले अहिलेसम्म dx लेखेको छुइनँ होला। यो dx को ठुलो सिग्निफिकेन्स हुन्छ। 0 देखि a अब यहाँबाट a² माइनस अब x भनेको यो हामीले लेट गरिदिउँ। लेट त जे पनि पाइन्छ यो म्याथमा हैन। अब a निक्ल्यो बाहिर, मतलब a कमन लिएर कस्तो भयो म स्टेप वाइजै गरिदिन्छु, के स्टेप जम्प गर्नु। यो 1 - cos² θ dx भयो हैन। अब a² भयो यहाँ। अब यो a² बाहिर निक्ल्यो 0 देखि a। अब 1 - cos² θ भनेको के हुन्छ sin² θ हुन्छ हैन। यो भनेको = sin² θ। अब sin² θ र रुट र यो त काट्यो, त्यही भएर मैले यहाँ सिधै लेखिदिएँ sin θ भनेर। sin θ dx। अब sin θ को अब x dx नै हुनुपर्छ क्या सबै। x इन्टिग्रेसन गर्नु छ भने यहाँ dy आएर हुँदैन क्या, त्यही भएर यो dx लाई पनि चेन्ज गर्नु पर्यो। अब dx लाई के चेन्ज गर्नु त, हामीले लेट गरेको कुरा यही हो। अब यहीँबाट dθ क्रममा लग्नु पर्यो। अब x भनेको a cos θ। अब यसलाई dx को क्रममा लानको लागि x/dθ भनेको a cos को डेरिभेटिभ माइनस sin θ यति त हो। dx = -a sin θ। अब यसलाई गर्नको लागि यतातिर कपी खोलौँ। अब 0 देखि a अब -a sin θ। अब हाम्रो बाहिर एउटा a निक्लिसकेको थियो, -a² निक्ल्यो। अब 0 देखि a सम्म इन्टिग्रेसन अझै गर्नै छ। अब dx को ठाउँमा त यही भ्यालु त हालिदिने हो। dx सरी है, यहाँ dθ पनि हुन्छ बिर्सेछु। अब a sin θ भनेपछि sin² θ dθ। अब sin² θ को हामीलाई इन्टिग्रेसन गर्न त गाह्रो पर्यो। sin² θ को इन्टिग्रेसन हामीलाई थाहा छैन। sin² θ को इन्टिग्रेसन मैले केही त रङ त गरिनँ नि, ठिकै कुरा त गरिरहेको छु नि हैन। x = a cos θ लेट गरेको sin² θ। अब यहाँ 2 हालिदिउँ, यहाँ पनि 2 हालिदिउँ, थप्न घटाउनु सेम कुरा हुँदा मिल्छ नि। 2 sin θ भन्ने किन हालेको भन्दाखेरि sin 2θ भनेको 1 - 2 sin² θ हुन्छ। अब यसलाई यतातिर ल्यायो भने 2 sin² θ = 1 - sin 2θ हुन्छ हैन। अब यो भनेको के हो कि a²/2 0 देखि a 1 - sin 2θ हुन्छ हैन। यहाँ dθ नै छ है, पहिला यहाँ ठिकै छ हाम्रो। अब a²/2 अब 0 देखि a 1 - 0 देखि a sin 2θ dθ। मैले एउटा इम्पोर्टेन्ट कुरा बिर्सेँ। यो एक्जाममा पनि मैले यहाँ गरेको मिस्टेक एक्जाममा हुनसक्छ। हेर है, यहाँ मैले 0 र a त x हुँदाखेरि हो, तर
तर ठिटा हुँदाखेरि त 0 र a नै हुन्छ भन्ने छैन नि त। यो लिमिट पनि लिमिट यसको मासतिरको भ्यालु पनि चेन्ज हुन्छ क्या। यो दुईवटा भ्यालु पनि अब ऊ आएपछि चेन्ज हुनसक्छ। अब चेन्ज के गरी हुन्छ त भन्दाखेरि x इजिकल टु वेन अब हाम्रो वेन x इजिकल टु a वेन x इजिकल्स टु a इजिकल टु a cos थीटा हुन्छ होइन। हामीले लेट के गरेको x इजिकल टु a cos थीटा। अब x चाहिँ a भइदियो भने यही त भनेको यसले र a काट्यो cos 1 भनेको थीटा कति हुँदाखेरि cos 1 हुन्छ सिफ्ट cos इन्भर्स 1 cos 0 भनेको 1 हो। त्यही यहाँ 0 डिग्री भयो। यहाँ यसलाई 0 भनौँ। अब तलतिर अब यहाँ तलतिर 0 अब cos 0 अब वेन x इजिकल टु 0 x 0 हुँदाखेरि cos 0 हुन्छ। cos 0 कति हुन्छ भन्दाखेरि थीटा पाइ बाइ 2 हुँदाखेरि यहाँ डिग्री हाल्ने होइन यहाँ रेडियनै हाल्ने। यहाँ 0 डिग्री भनेको 0 रेडियनै हुन्छ। त्यही भएर तपाईँको अब पाइ बाइ 2 भनेपछि यस्तो हुँदो रहेछ यो a स्क्वायर बाइ 2 माइनस a स्क्वायर बाइ 2 यहाँ 0 यहाँ पाइ बाइ 2 1 माइनस यहाँ 0 यहाँ पाइ बाइ 2 साइन 2 थीटा। ठ्याक्क हामीले साइन चेन्ज गरिदियौँ भने यो पाइ बाइ 2 मासतिर जान्छ नि। यहाँ प्लस साइन थीटा यहाँ प्लस यहाँ माइनस साइन थीटा छ भने यसलाई प्लस साइन बनाइदिउँ भने ठ्याक्क साइन चेन्ज हुन्छ क्या। यो माइनस पाइ बाइ 2 प्लस पाइ बाइ 2 हुन्छ हुन त त्यसरी चेन्ज गर्ने हो भने मैले के गरेँ साइन सरी कस्तो यो साइन कस हुन्छ। यहाँ cos 2 थीटा भनेको चाहिँ 1 माइनस साइन थीटा हुन्छ। यहाँ cos 2 थीटा हुन्छ सरी यो cos 2 थीटा हुन्छ होइन। यो यत्तिकै छोड्ने यो बेकारमा कन्फ्युजन गर्ने कुरा। अब a स्क्वायर बाइ 2 0 देखि अब 1 को डी थीटाको उस थीटा हुन्छ होइन। थीटा 0 र पाइ बाइ 2 छ। अब यतातिर cos 2 थीटाको डेरिभेटिभ के हुन्छ भन्दाखेरि साइन 2 थीटा बाइ 2 हुन्छ। अब यहाँ 0 देखि पाइ बाइ 2 देखि 0 हुन्छ होइन। अब यो सल्भ गरिदियो यहाँ थीटा 0 हालिदियो a स्क्वायर बाइ 2 माइनस a स्क्वायर बाइ 2 थीटा 0 माइनस पाइ बाइ 2 जस्तो चिज आयो नि त यहाँ। अब यतातिर प्लस गर अब यहाँको 2 यहाँ 2 भइगयो। अब यहाँ 1/2 कमन लिइदिउँ होइन। साइनको सरी यहाँ 0 हुन्छ मासतिर यता पाइ बाइ 2 हुन्छ। अब 0 भनेको साइन 0 साइन 2 थीटा साइन 0 cos 2 थीटाको डेरिभेटिभ चाहिँ साइन 2 थीटै हो नि। cos साइन 2 थीटाको डेरिभेटिभ के अरे साइन 2 थीटामा भ्यालु हालिदियो भने 0 यो 0 भयो होइन। 0 माइनस अब साइन 2 थीटा भनेपछि थीटा भनेको पाइ बाइ 2 माइनस साइन 2 इन्टु पाइ बाइ 2 हो यस्तो आयो नि। 2 र 2 काट्यो साइन पाइ भनेको 360 हो होइन। यहाँ मतलब साइन पाइको भ्यालु हालिदिएँ होइन। पाइ भनेको 180 हो। कस्तो कन्फ्युजिङ बनाइदियो होला यो क्वेसनै त्यस्तो लामो छ। 180 0 हो यो साइन यो पनि 0 भयो यो पनि 0 भयो। अब यहाँ हेर है पाइ यो पुरै 0 भइदियो त्यसो भए त। अब यहाँ माइनस माइनस प्लस भयो पाइ a स्क्वायर बाइ 4 आयो। यहाँ मैले कहाँ रङ गरेँ अझै पाइ बाइ 2 अगाडि मैले 2हरू केही थपेको छु त्यो मैले लेख्न बिर्सेको होला। मैले यहाँ यो 4 थपेको थिएँ नि। हो यो 4 त मैले कतै युजै गरेको छैन नि त अहिलेसम्म। यतातिर बिर्सेछु 4 गर्न 4 इन्टु यहाँ पनि 4 इन्टु सबै ठाउँ 4 इन्टु गर्दै ल्याउनु भयो नि त्यो बिर्सेछु। त्यही भएर यहाँ 4 वाला एन्सर अब यो 4 र 4 काट्यो अनि खेर पाइ a स्क्वायर हुन्छ। अलि लामो हो तर यति गर्न आएछ अरू पनि गर्न सकिन्छ। यतिसम्म प्र्याक्टिस र इलिप्स सोध्यो भने पनि गर्ने त्यही हो। इलिप्स सोद्धाखेरि चाहिँ एउटा साइड लिनुपर्छ हामीले। यति नै फरक भयो होला।